आज नयाँ साल नयाँ चाड हाम्रो वैशाख 1 गते 2083 मा 83 को वर्ष हामी आज दिनको एन्टर गर्दैछौँ। याक फेस्टिभल मान्छेहरूलाई के सन्देश दिन चाहन्छौ? घरमाइला जता भाबी नखाने such a beautiful thought हो। गुरुङले चाहिँ खोज्नु खै हो? कृष्ण गुरुङको कुरा हो। कृष्ण बुढा रे? कृष्ण गुरुङको कुरा कृष्ण गर्नुको बुढा। हेलो हेलो ओए यहाँ भित्रको मजाको रहेछ हौ। हेलो एभ्रिवान, आज चाहिँ नेपालको 1 गते न्यु इयर, नेपाली न्यु इयरको सबैलाई हार्दिक शुभकामना छ हो। एकदम नेपालीबाट भनिदिनु पऱ्यो नि त होइन। अहिले चाहिँ हामी याक फेस्टिभल हेर्नु जाँदैछ केटाहरू, पछिमा आउँदैछ केटाहरू, अगाडि पनि छ कि एक बुबु जाँदैछ। यहाँ चाहिँ एकदमै दामी मेडोज छ भाइ, हेर्नु सक्नुहुन्छ ल। यस्तो छ यहाँ चाहिँ टक्क फोटो खिचाइ हुँदैछ केटाहरूको। भनेको अहिले चाहिँ पैदल यात्रा हुँदैछ हाम्रो यहाँ फेस्ट। यहाँबाट जानु पऱ्यो थकुमको लागि होइन। इट्स लाइक 2-3 kilometers uphill, then after that alikiti straight road cha. We will be in our destination, and just check out the road. It's a very narrow road. Oh, yesto cha. मेरो भन्दा लड्ने हो भन्टा। यहाँ फेरि meadows and Eric. छोरी बनाउँछु भन्यो अरे होइन। त दुईजना गयो अरे त बाख्रा भेट्यो अरे, तँलाई पनि छोरी बनाउँछु ल भन्यो अरे होइन। अनि 3जना गयो अरे, अन्त भेगुता भेट्यो अरे, भेगुता म तँलाई छोरा बनाउँछु ल भन्यो अरे होइन। अनि दसैँ आयो अरे, अनि दसैँको बेलामा चाहिँ त्यो मान्छेले सोध्यो अरे होइन बाख्रालाई, ओइ बाख्रा तँ के लाउने भन्यो अरे, मेघले भन्यो अरे होइन। अनि सर्फालाई उयो सोध्यो अरे होइन, तँ के लगाउने सेक्स भन्यो अरे होइन। अनि भेगुत्ताले सोध्यो अरे, भेगुत्ता तँ के लगाउने भने ट्रेक ट्रेक सक्यो। हेलो गाइज, सो फाइनली हामी चाहिँ थकुम आइपुग्यो होइन। याक फेस्टिभल चाहिँ ऊपर हुँदो रहेछ, यहाँनिर हुँदैछ याक फेस्टिभल चाहिँ। यहाँ जानुपर्छ अब। एकदमै रमाइलो भइरहेको छ, गाडीहरू कुद्दैछ, मान्छेहरू पुरा छ। यतिको मान्छे मैले देखेको छु यो जग्गामा फेस्टिभलमा। खेललाई अगाडि बढाइदिन हुन हार्दिक अनुरोध गर्न चाहन्छु। It's cold right now. Fucking cold, not just cold. We're having fun right now. हेरौँ कस्तो चाहिँ याक फेस्टिभल अलिअलि धमिलो धमिलो भयो। दुबईहरूमा अब दुबई देख्दैछ। डरलाग्दो दरो पैसा माग्दैछ। दरो कमाएछ अङ्कलले। चेन्ज छैन रे, अब कस्तो बिमारी हो त्यो, मतलब बिमारी भन्दा पनि त्यो कस्तो हुन्छ। यो चाहिँ के भन्नुभयो त यसको नाम? होटलतिर यो कालो बिखमा हिमालतिर त्यसको एउटा चाहिँ कन्स्पिरेसी थियो नि। यहाँ सब I'm very यो interested. चौरी गाई गयो त? चौरी गाई यो चाहिँ यस्तो रहेछ गाइज होइन। यहाँ पनि रहेछ चौरी गाईको। यहाँ पनि यस्तो रहेछ चौरी गाईको। एकदमै चौरी गाईको यो घिउ होइन। अन्तखेरि तपाईँको छुर्पीहरू चाहिँ एकदम फेमस रहेछ। त्यस्तो रहेछ। के हो छुर्पी रहेछ यहाँ पनि। छुर्पी रहेछ यहाँ पनि। अन्तखेरि यहाँ चाहिँ तपाईँहरूको
यस्तै फास्टफुड दोकान छ ए जुन भाइ एक प्याकेट चकेट दिएर हुन्छ के त जोड्दा हो अनि गुरुङ ड्रेस भयो गुरुङले चाहिँ खोज्नु खै हो कृष्ण गुरुङको कुरा हो कृष्ण बुढा अरे कृष्ण गुरुङको कुरा कृष्ण गर्नुको बुढा यहाँ चाहिँ केटा टुङमा खाइँदैछ एकदम त्यो चाहिँ हामीले हेरेको मात्रै हामी कहाँ यस्तो खाने खालको मान्छे हेरेको मात्रै अर्काले खाएको अङ्कलले किन लगेको के रे भाइ लाँदैन त यस्तो जुठोहरू राख्नु मान्छे खै मेरो दुधै आइपुगेछ ए तिम्रो त यो पो हो त है कडा पो खाँदैछौ त है हेलो एभ्रिवान अब चाहिँ हामी सुत्न आँटेको आज याक फेस्टिभलमा मजा आयो अब भिडियोले अपडेट हुन्छ होइन सो थाक्यो अब सुत्नुपर्छ हामी चाहिँ एकदम अथेन्टिक ठाउँमा छ हो अहिले यस्तो छ चौरी गाईको छुर्पीहरू छ यता हो यहाँ हाम्रो कान्छा भाइ पनि छ यहाँ भाइले यता ज्ञान दिँदैछ कान्छालाई सो गाइज गुड नाइट सी यू टुमारो भोलि चाहिँ टिमबाट जानुपर्छ 20 किलोमिटर्स टु डु बाई बाई सी यू अभिषेक तर गुड नाइट भन्दै न गुड नाइट